यस गाइज, फुटबल त पहिलेदेखि नै सुरु भएको होइन, 1-1.5 महिना भइसक्यो। क्लब्स डोमेस्टिक लिग सुरु भएर पनि एउटा फर्स्ट इन्टरनेसनल ब्रेक सकिसक्यो। फर्स्ट इन्टरनेसनल ब्रेक भए पछाडि हिजो च्याम्पियन्स लिग अफिसियली सुरु भएको छ। च्याम्पियन्स लिगको फर्स्ट म्याच डे हिजो च्याम्पियन्स लिगको भएको छ होइन त। यस च्याम्पियन्स लिग सुरु नहुन्जेलसम्म फुटबल सुरु भए जस्तै लाग्दैन। यस अभियसली च्याम्पियन्स लिग भनेको फुटबलको राजा, गेम्सहरूको राजा होइन त। हेर्न पनि मजा आउने, म्याचेसहरू पनि त्यस्तै। झन् यो पालिको हामी सबैलाई थाहा छँदैछ, झन् यो पालिको ग्रुप स्टेजको फिक्चर्सहरू च्याम्पियन्स लिगको कस्तो छ होइन त। यस हिजो फर्स्ट राउन्ड भयो, च्याम्पियन्स लिगको फर्स्ट राउन्ड म्याचेसहरू भयो। धेरै इन्ट्रेस्टिङ म्याचेसहरू भएको छ। रियल मड्रिड भर्सेस मार्सेल, युभेन्टस भर्सेस डर्टमन्ड, धेरै भएको छ। आर्सेनल भर्सेस एथलेटिको बिल्बाओ हेर्नु पनि भयो होला। आजको भिडियोमा त्यही बारेमा थोरै चिरफार गरौँ, त्यही हिजोको गेम्सको बारेमा थोरै डिस्कस गरौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज भिडियोलाई लाइक गरेर एउटा सब्सक्राइब गरिदिनु होला है त। एन्ड विदाउट डुइङ एनी डिले लेट्स डाइभ डिप इन्टु दिस टुडेज भिडियोज गाइज। रियल मड्रिडको कुरा गरौँ थोरै। रियल मड्रिडको के कुरा गर्ने यार। रियल मड्रिडको कन्ट्रोभर्सी, यो सिजन धेरै कन्ट्रोभर्सी भइरहेछ होइन त। लालिगा म्याचमा कन्ट्रोभर्सी भइरहेछ, हिजो पनि त्यस्तै कन्ट्रोभर्सी। यस रेफ्रीको द्याट पेनाल्टी डिसिजन कन्ट्रोभर्सी। एन्ड धेरै चान्सेसहरू पनि बनेको हो। फरवार्डर्सहरूले चान्स बने पनि गोल गर्न सकेन, हरामखोर। आज यही बारेमा कुरा गर्छौँ। मार्सेलीको त्यो गोल होइन त, रियल मड्रिडको त्यो डबल पेनाल्टी। फर्स्ट पेनाल्टी त ठिकै छ, फेयर छ फर्स्ट पेनाल्टी, बट सेकेन्ड पेनाल्टी यास टोटली अनफेयर। एन्ड रेड कार्ड्स, भाइ यार। आर्नल्ड हजुरबा घाइते हुनु भएको छ, यता फेरि कार्भाल काका आएर रेड कार्ड यार। के भन्ने, पोजिसन हेर्ने भने मार्सेलीको भन्दा कम छ गाइज। थोरै पोजिसन हेरिहालौँ त अलिकति गाइज। हेरौँ त पोजिसन, जस्ट 43 एन्ड 57% छ गाइज पोजिसन पनि। एन्ड रियल मड्रिड आफ्नो होममा खेल्दैछ, सेन्टियागो बर्नाबाउमा खेल्दैछ। मार्सेली अपोनेन्ट कस्तो छ, मार्सेली जसको त्यति साह्रो फर्म छैन। लास्ट 5 म्याचेसमा 3 विन्स 2 लसेस छ मार्सेलीको। एन्ड हामी रियल मड्रिडको कुरा गर्ने भने लास्ट 5 म्याचेसमा 5 म्याचेस विन छ यार। यो फर्ममा भएको टिम एन्ड च्याम्पियन्स लिगको किङ रियल मड्रिड आफ्नो होममा पोजिसन 43-57% पोजिसन छ। अभियसली एक्सपेक्टेड गोल्स हेर्ने भने 3.65, चान्स धेरै बनेको थियो। चान्स धेरै बनिसकेपछि एक्सपेक्टेड गोल्स त बढी भइ नै हाल्छ होइन त। एक्सपेक्टेड गोल्स 3.65 छ। बिग चान्स क्रिएटेड 5-2, यस धेरै बिग चान्स बनेको। बिग चान्स किपर नाम ठ्याक्कै बिर्से, वाट्स द नेम एक्ज्याक्टली बिर्से, मार्सेलीको किपर। बट यार हेड्स अफ किपर। हेड टु हेड म्याचेस हेर्ने हो भने रियल मड्रिडको मार्सेलसँग च्याम्पियन्स लिगमा 4 चोटि भेट भएको छ होइन। 4मा 4 विन गरेको छ। एन्ड हिजो एउटा विन कन्टिन्यू भयो क्यारे। यस मार्सेली त्यति राम्रो स्ट्रङ टिम थिएन। विन हिजो पनि विन त गर्यो, बट कुन तरिकाले विन गर्यो हामी सबैले म्याच हेरिहाल्यौँ। इट्स यो काइन्डको गेम होइन रियल मड्रिडले, यो काइन्डको लेभल होइन, यो काइन्डको क्वालिटी होइन। यस च्याम्पियन्स लिग जित्नु छ भने यो क्वालिटीको गेमले, यो टाइपको गेमले वी कान्ट विन द च्याम्पियन्स लिग है। आजको भिडियोमा कहाँ के कमजोरी भयो, कस्तो गोल्स भयो, थोरै डिस्कस गर्ने कोसिस गरौँ। फर्स्टमा थोरै लाइनअप्सको कुरा गरौँ। यस लाइनअप्स हेर्ने हो भने हाम्रो कोर्टवा किपर वान अफ द बेस्ट किपर, स्टिल यार एज भइसक्यो र पनि वान अफ द बेस्ट किपर कोर्टवा। धेरै बचाउनु पनि भएको छ हिजोको म्याचमा कोर्टवा। क्यारेरस काकालाई नमस्ते यार, सल्युट क्यारेरस काका। बेस्ट पर्फर्मेन्स हिजो क्यारेरस काका। वेजेन एभरेज यार, हिजो एभरेज खेल्यो हरामखोरले। मिलिटाओ ठिकठाकै खेल्यो। आर्नल्ड त इन्जुरी भएर फर्स्ट छिटै अलि सब आउट भयो आर्नल्ड होइन त। आर्डा गुलर हरामखोर हिजो के खेल्या। चुआमेनी, भालभर्डे, मास्तान्तुआनो, एम्बापे, रोड्रिगो चान्स हिजो जाबी काकालाई एउटा यसमा पनि सलाम गरौँ होइन त। रोड्रिगोले चान्स पायो, हरामखोरले खेल्यो पनि। फर्स्ट पेनाल्टी वन होइन त। रोड्रिगो यस राम्रै खेल्या हो। हिजोको हाम्रो लाइनअप्स चाहिँ यो थियो है गाइज। हिजोको हाम्रो फर्स्ट चान्स चाहिँ कसरी आएको छ अलिकति हेरौँ त थोरै यहाँ। क्यारेरस काकालाई नमस्ते है। यस एउटा पर्फेक्ट राइट ब्याक एक्जाम्पल। टेकन्स लिइरहेछ, रिकभरिज गरिरहेको छ। क्रसेस फाइनल थर्ड, मार्सेलीको फाइनल थर्ड अपोनेन्ट बक्समा प्रेजेन्स गरिरहेको छ, क्रसेस गरिरहेको छ। यस फर्स्ट चान्स पनि क्यारेरस काकाले गर्दै आएको थियो। रोड्रिगो काकाको पास टु क्यारेरस ब्युटिफुल बल रिसिभ। एन्ड क्यारेरसले क्रस गर्छ, मार्सेलीको प्लेयरलाई डिफ्लेक्सन। एन्ड त्यहाँ बाइसाइकल ओभरहेड किकको सिचुएसन बन्छ। एम्बापे हरामखोर यो लेभलको क्वालिटी भएर एम्बापे मिस आउट। फर्स्ट ब्युटिफुल बाइसाइकल किक हाम्रो गोल हुन सक्थ्यो, ओपनिङ गोल ब्युटिफुल हुन सक्थ्यो, बट एम्बापे मिस इट आउट।
एन्ड फर्स्ट चान्स यसरी मिस आउट भयो हाम्रो। एनदर सेकेन्ड चान्स रोड्रिगो, यार हिजो चान्स पायो रोड्रिगोले होइन, खेलो पनि। यस ब्युटिफुल पेनाल्टी ओन गऱ्यो। अहिले हामी थोरै डिस्कस गर्छौँ पछि। यो सेकेन्ड चान्स 9 मिनट्समा बनेको सेकेन्ड चान्स नि ब्युटिफुल थियो। हरामखोर उताको मार्सेलीको किपर, यार Rodrigo passes to Mbappe. Mbappe ball received, cut out. See guys, that cut out. That's the quality of Mbappe का। हिजो हरामखोर किन ओभरअली हाम्रो फरवर्डरको सबैको मिस भयो। मास्तान्तुआनो, आर्डा गुलर, एम्बापे सबैको मिस आउट भयो, धेरै मिस आउट भयो। बट दिस इज द क्वालिटी अफ एम्बापे गाइज। बक्समा ड्रिब्लिङ, कट आउट टु मार्सेल डिफेन्डर एन्ड चान्स सुट गर्छ, बट गोलकिपर डिनाइड इट। बलले नेट पाउनुभन्दा गोलकिपर लगानी डिनाइड गर्छ। सोल्जर सेभ, ब्युटिफुल। हरामखोर मार्सेलीको गोलकिपर रोली, यस ब्युटिफुल, बिग अलमोस्ट 13 सेभ गराएर रहेछ क्या म्याचेसभरि। 13 सेभ, हेड्स अप यार, बिग धेरै सेभ गरेको छ रोलीले हिजो मार्सेलीको लागि। एन्ड एनदर यस फर्स्ट गोल कन्सिड होइन त। हरामखोर डिन वेजेन बल टेकन्स दिइरहेछ, अगाडि बढाइरहेको छ। एन्ड आर्डा गुलर रेडी थिएन बल रिसिभ गर्नको लागि, मेबी रेडी थिएन, बट पासेस टु आर्डा गुलर। उता हाम्रो थोरै साइडमा हेरौँ त गाइज, उता लेफ्ट साइडमा मेबी कार्यस काका हुनुपर्छ। कार्यस काका थियो, मेबी त्यहाँ पास गर्नुको साटो आर्डा गुलरलाई पास गरेको छ। आर्डा गुलर मेबी रेडी थिएन होला। ग्रिनवुडको राम्रो प्रेसर फ्रम ग्रिनवुड, म्यासन ग्रिनवुड राम्रो प्रेसर, बल वन्स फ्रम ग्रिनवुड, अगाडि बढाउँछ। हरामखोर मिलिटाओ मात्र छ, 1v1 को सिचुएसन छ। एन्ड वाट क्यान डु, बट वे राम्रो चान्स बनाउँछ क्या त्यहाँ पास दिनको लागि। वे ग्रिनवुड पासेस टु वेको ब्युटिफुल सर्ट, ब्युटिफुल फिनिस, ब्युटिफुल। यस ग्रिनवुडलाई दुईटा डिफेन्डरले मार्क गरिरहेको छ हरामखोर, र पनि बिट आउट होइन त। ब्युटिफुल प्लेड फ्रम दि ग्रिनवुड। एन्ड वेको त्यो रन सो ब्युटिफुल, वेको त्यो रन एन्ड फिनिस वाज सो ब्युटिफुल। एन्ड हरामखोर होममा यो मिस्टेक गरिरहेको छ। डिन वेजन अगाडि बढिसकेको थियो। हरामखोर थोरै डिन वेजनको मिस्टेक भन्नुपर्छ, मोर देन डिन वेजन। आर्डाको बिग मिस्टेक हो। हरामखोर बल टाइम थियो, फर्स्ट टच ब्याक पास दिने मिलिटाओ थियो ब्याक पास दिनको लागि होइन त, आर्डा गुलरको लागि। सो आर्डा गुलरले मिस गर्यो एन्ड फर्स्ट गोल कन्सिड त गर्यो। यस इभन फर्स्ट गोल कन्सिड गरिसकेपछि चान्स धेरै बनायो, कन्सिड नगरिकन पनि चान्स धेरै बनायो। झन् आफ्टर गोल कन्सिडेड वी गट many chances and Rodrigo, the quality of Rodrigo, yes, Vini and Rodrigo and the dribbling on the box, yes. Rodrigo box ball played on inside the box, final third of the Marseille and Rodrigo, it is clear fall. यो पेनाल्टीमा चाहिँ कुनै दुई मत छैन, डाउट छैन, क्लियर फल छ। हरामखोर यत्रो लामो लम्बु खुट्टाले रोड्रिगोलाई ट्याकल्स गरेछ, हाम्रो भाषामा छिर्के लाछ हैन त। यस गाइज, रोड्रिगो fall inside the box and penalty won, and penalty easy for Mbappe. फर्स्ट गोल स्कोर एम्बापे को च्याम्पियन्स लिगमा सो यो सिजनको। एन्ड स्कोर गरिसकेपछि लेभल ड्र भयो, हाम्रो 1-1 ड्र भयो। एन्ड अब कुरा आउँछ सेकेन्ड पेनाल्टीको। सोसल मिडिया पुरै सेकेन्ड पेनाल्टीको बारेमा कुरा गरिरहेको छ होइन त। धेरै यार मार्सेलीको स्पोर्टिङ डाइरेक्टरदेखि लिएर फर्मर एक्स प्लेयरहरूले धेरैले चर्चा गरिरहेको छ, आलोचना गरिरहेको छ। यो चाहिँ रब भएको, मार्सेलीलाई रब भएको होइन, इट्स नट फेयर नट रेफ्रीको फेयर डिसिजन होइन भनेर चाहिँ धेरै सोसल मिडियाभरि आइरहेको छ। देखिहाल्नु पनि भयो होला। यस गाइज, पेनाल्टीको नेचर चाहिँ फलको नेचर चाहिँ कस्तो थियो थोरै हेरौँ त। यस भिनीले कटआउट गरेछ एन्ड बलले ह्यान्ड टच त गरेछ, बट इट इज नेचुरल पोजिसन। डिफेन्डरको नाम त थाहा भएन हरामखोरको। यस अर्को हातले सपोर्ट लियो, अर्को हात पनि सपोर्ट लिन खोज्दाखेरि बलले हातलाई छुको छ। यस इट्स आई गेस नेचुरल पोजिसन छ, त्यो कारणले गर्दाखेरि यो चाहिँ सपोर्ट लिन खोज्या हो नि त, जानी होइन नि त। सो त्यो कारणले गर्दाखेरि अलिकति फलको नेचर छैन भनेर चाहिँ धेरै विश्लेषकहरूले भनेको छ। बट रेफ्री हरामखोर, यो रेफ्री युएफए हेज टु रिसर्च गर्नुपर्ने हुन्छ यसमा होइन त युएफएले। एन्ड मार्सेली यु क्यान रियल मड्रिडको के भन्छ, अस्तिको रियल सोसिदासँगको रेड कार्ड धेरै आयो नि त। इभन रियल मड्रिडले भन्यो, कुराकानी गर्यो, हामी अपिल पनि गर्छौँ, फिफामा जान्छौँ अपिल गर्नको लागि। यस मार्सेल, यु हेभ द राइट्स टु यु क्यान अपिल। एन्ड हरामखोर समीर नासरी गाइज के भनेको छ हरामखोरले। एन्ड एनोदर मेदी बेनातियो मार्सेली स्पोर्टिङ डाइरेक्टर, सी गाइज के भनेको छ। एन्ड एनोदर जेमी कारागर फर्मर एक्स इङ्ल्यान्डको प्लेयर हो गाह्रो हरामखोर होइन त। ब्युटिफुल। एन्ड इभन के भन्छ मार्सेलीको कोचले रोबर्टो डी जेर्बीले, यस
पेनाल्टी पाइसकेपछि त हान्छ नै, बट पेनाल्टी वाज नट फेयर भनेर चाहिँ भनेको छ। यस सेकेन्ड पेनाल्टी थोरै कन्ट्रोभर्सी चाहिँ छ। एनदर बिग मुभमेन्ट इन यस्टरडेज म्याच होइन त, रेड कार्ड्स। यस अभियसली कार्भालको रेड कार्ड्स, हरामखोर यो लेभलको प्लेयर्स, एक्सपिरियन्स प्लेयर, 5-6 टाइम्स कतिचोटि च्याम्पियन्स लिग विनर, यो लेभलको प्लेयर भएर अलिकति डिसिप्लिन इज द की फ्याक्टर इन द गेम होइन त। सो हरामखोर अलिकति कार्भालको यो डिसिप्लिनलाई लिएर रेड कार्ड फेयर छ। एन्ड अर्को इमोसनल मुभमेन्ट भनेको आर्नल्ड इन्जुरी भएको छ, कार्भाल रेड कार्ड। सो आई गेस अब आर्नल्ड कति समयको लागि इन्जुरी भएको हो, हामीसँग अब ब्याक हुँदैन, भालबाटै झरेर खेल्नुपर्छ, अभियसली त्यहीमा खेलाउँछ जाभी अलोन्सोले। यार अलिकति अब आर्नल्ड इन्जुरी भइसकेपछि कार्भालको यो डिसिप्लिन चाहिँ अलिकति मलाई मन परेन, बट रेड कार्ड चाहिँ फेयर नै थियो है त। यसरी ड्रामाटिक वेमा गेम इन्ड भयो होइन त, जित आयो। हरामको रियल मड्रिडको केही गल्ती छैन, सबै गल्ती भनेको रेफ्रीकै गल्ती छ होइन त। त्यो सेकेन्ड पेनाल्टीदेखि लिएर गेम इन्ट्रेस्टिङ भए पनि चान्सेसहरू भने पनि हरामको फरवार्डर्सको धेरै कमजोरी फिनिसिङ लेभलमा होइन त, अलिकति देखियो डिफेन्डर्सहरूमा पनि मार्सलीको प्लेयर्सले पनि धेरै चान्स क्रिएट गरे हो। यस जित्यो 2-1 जित्यो, भिक्ट्री आयो, होममा बर्नाबा भयो, फ्यान्सहरू निराश भएन होइन त, भिक्ट्री आयो, 3 पोइन्ट्स आयो, द्याट्स द म्याटर, यसले म्याटर गर्छ। बट इम्प्रुभ गर्नुपर्ने धेरै छ, यो पाराले च्याम्पियन्स लिग जित्न चाहिँ गाह्रै छ रियल मड्रिडलाई होइन त। हिजो भएको अर्को इन्ट्रेस्टिङ म्याच आर्सेनल भर्सेस बिल्बाओको म्याच यार, 72 मिनटसम्म आर्सेनललाई यसले म्याटर गर्छ क्या, होम एन्ड अवे यो म्याटर गर्छ। आर्सेनल बिल्बाओको होममा गएर खेलिरहेको थियो, 72 मिनटसम्म आर्सेनललाई गाह्रो बनाइरहेको थियो, साका घाइते छ, ओडिगार्ड घाइते छ, खेल्या छैन होइन त। एन्ड मिकेल आर्टेटा ठुल्दै यार, सब्स्टिट्युट द्याट चेन्ज द गेम, ट्रोसार्ड एन्ड मार्टिनेली। यस ब्राजिलियनको पावर देखाइदियो होइन त, बोथ स्कोर फ्रम द सब्स्टिट्युट, ब्युटिफुल सब्स्टिट्युट भन्छु। एन्ड एनदरको कुरा गर्नै पर्नेछ म्याडुएकेको, साका थिएन, म्याडुएके ब्युटिफुल फाइनल थर्डमा प्रेजेन्स बनाइरहे पनि म्याडुएकेले ब्युटिफुल खेल्यो हिजोको म्याचमा। आर्सेनलको फर्स्ट गोलको त कुरा गर्नै पर्ने हुन्छ, वाट अ ब्युटिफुल गोल। यस ट्रोसार्डको फ्लिक असिस्ट एन्ड मार्टिनेलीको त्यो बल टच, फर्स्ट टच कन्ट्रोल, बल कन्ट्रोल भनौँ, हेडिङले बल कन्ट्रोल लिएर होइन त, ब्युटिफुल। एन्ड फिनिस वाज सो ब्युटिफुल। किप्पर उनाइ सिमनको किप्पर हातैबाट गोल गएको छ, गोल स्कोर भएको छ। मार्टिनेली सब भएको 1 मिनट भएको छैन, गोल सो ब्युटिफुल गाइज। अर्को एउटा ड्रामाटिक च्याम्पियन्स लिगको हिजोको बेस्ट म्याच भनौँ, यस भनौँ, युभेन्टस भर्सेस डर्टमन्ड। हरामखोर हिजो अस्ति भर्खर युभेन्टसले इन्टर मिलानसँग 4-3 त्यस्तो ड्रामा खेले सेरिएमा, आज फेरि सेम लाइक, बट जित्न चाहिँ जितेन, बट ब्युटिफुल कम ब्याक फ्रम युभेन्टस, डाउनदेखि लिएर ड्र, द्याट वाज ब्युटिफुल। पोइन्ट्स बाँड्यो होइन त, ड्रप गर्यो, बट युभेन्टसको लागि त ग्रेट मुभमेन्ट। एन्ड च्याम्पियन्स लिगको हिस्ट्री नै बनेछ सेकेन्ड हाफ, एउटा कुनै पनि हाफमा 8 गोल्स यार, 45 मिनट्समा 8 गोल्स, च्याम्पियन्स लिगको हिस्ट्री टाइट भयो। योभन्दा अगाडि एउटा कुन म्याच भएको रहेछ, एन्ड टुडे एगेन ह्यापन्स का, फेरि भएका हिजो भएका फेरि यार, ब्युटिफुल। 45 मिनटमा 8 गोल हुनु भनेको त। अर्को हिजोको गेममा ब्युटिफुल चाओस, बेनिफिका भर्सेस काराब्याग। हरामखोर कति 3-2 बेनिफिका हार्यो, होममा हारेको छ होइन त। काराब्याग मेबी च्याम्पियन्स लिग फर्स्टचोटि खेला होला काराब्याग, अनि हिजो एउटा अर्को पिएसबीले हराउनु पनि छ, थोरै हल्का डिस्कस गर्छौँ। यस होममा हार्यो बेनिफिकाको लागि काराब्याग, ब्युटिफुल यार। अनि अर्को हिजोको म्याचमा टोटनह्याम भर्सेस भिलारियल। यस आफ्नो होममा थियो, टोटनह्यामको म्यानेज गर्यो, भिक्ट्री म्यानेज गर्यो, 1-0 को भिक्ट्री म्यानेज गर्यो। यस टोटनह्यामको मैले भिडियोमा भनिरहेको छु, मेरो भिडियो हेरिरहनु भएको छ थाहा छ भने, टोटनह्यामले योपालि जुन तरिकाको इम्प्रुभ गरेको छ, अनबिलिएबल यार, अनबिलिएबल। यस के भन्छ त्यो हरामखोर सुपर कपको फाइनलदेखि लिएर प्रिमियर लिगको पर्फर्मेन्सदेखि सो ब्युटिफुल इम्प्रुभ गरेको छ। सो यसको लागि त टोटनह्यामलाई एउटा हेड्स अफ त जान्छ गाइज यार। अर्को छ पिएसबी भर्सेस युनियन। हरामखोर युनियन पनि मेबी फर्स्ट च्याम्पियन्स लिग म्याच नै हुनुपर्छ। एन्ड कति स्कोर कतिले हराएछ, 3-1 ले हराएछ पिएसबीलाई, 3-1 यार। पिएसबी त इच एन्ड एभ्री इयर, मेबी यस इच एन्ड एभ्री इयर, लास्ट सिजन थियो क्या अरे च्याम्पियन्स लिगमा क्वालिफिकेसन गरिरहेको टिम हो पिएसबी, त के भन्दा माथि नै छ नि त यार। युनियन भन्दा त फर्स्ट टिमले धोबी हानिरहेछ, 3-1 ले हराइरहेछ पिएसबीलाई। नो वर्ड्स यार। सो दिस इज फुटबल, एभ्रिथिङ ह्यापन्स। फुटबल हो, जे पनि हुनसक्छ। हिजोको च्याम्पियन्स लिग म्याचेसहरू चाहिँ यही थियो। सो ब्युटिफुल, फर्स्ट म्याच चाहिँ ब्युटिफुल भएको छ। आज धेरै म्याचेसहरू छ आज पनि होइन त। भिडियो लास्ट गर्नुभन्दा अगाडि थोरै टेबल हेरौँ त। हरामखोर युनियन फर्स्टमा छ, हरामखोर युनियन फर्स्टमा, आर्सेनल स्टिल सेकेन्ड। बट दिस इज नट प्रिमियर लिग है, सेकेन्ड फिनिस गऱ्यो भन्दैमा केही नहुने केही हुने होइन। बट आर्सेनल सेकेन्डमा छ,
सो इन्ट्रेस्टिङ म्याचेसहरू हिजोको धेरै इन्ट्रेस्टिङ छ। आजको म्याचेस पनि हामी हेर्छौँ, बायर्न भर्सेस चेल्सी आजको कि हेर्नै पर्ने म्याचेस छ। सो इन्ट्रेस्टिङ म्याच छ, हामी हेर्छौँ आजको म्याचमा। भिडियो कस्तो लाग्यो मन पऱ्यो भने अवश्य लाइक गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। फेरि अर्को भिडियोमा भेट्नेछौँ, त्यो दिनसम्म टेक केयर, सी यू सुन, बाई बाई।